everyone, welcome to my new vlog. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ र आज चाहिँ हामी आएको छौं बारीमा चाहिँ हामी मटर टिप्न आटेको छौं। आमा बहिनी हामी चाहिँ आन्सी हाई गर्दा मटर टिपेको मटर देखाइदेऊ। हाई गर्नु न हाई। हामी चाहिँ मटर टिप्न आएको छौं। आज चाहिँ हेर्नुस् है हामी मटर खाजाम लिएर आएको छौं। मटर टिप्न आएको खाजाम लिएर छौं। यहाँ हेर्नुस् अम्बक को खानु चाहनुहुन्छ आउनुस् है। अहिलेको जमानामा पनि छ है अम्बक। यहाँ चाहिँ अहिले अम्बक फल्ने सिजन हैन फुल्ने सिजन हो। तर यहाँ चाहिँ फलेर रगु पुट्टै गरे। अम्बक खाउने हेर्नुस् कस्तो टेस्टी टेस्टी। यो चाहिँ मेरो साथीले दिएको यति टिपेको छु मटर। हेर्नुस् मटर पैसा पनि छ। अहिले पो मटर बेचेको। यसरी हो बारी। यहाँ हेर्नुस् है मटर चाहिँ यस्तो बिगमा फलेको छ कि आम्मामा। मटर हेर्नुस् म चाहिँ मटर टिप्दैछु। घर लानुको लागि टिपेको है। मटर चाहिँ यस्तो बिगमा फलेको रहेछ कि तर भाउ चाहिँ छैन। यो मटर चाहिँ टुप्पी टुप्पीमा फलेको रहेछ हो। भाउ चाहिँ फेदमा रहेछ र चाहिँ नटिपेको हो। सुन्तलाको बोटहरू हेर्नुहोस् अलैँची। नानी तिमी पर बस न किन आएको यहाँ। यस्तो छ कि टोटो घामले त्यस्तो राम्रो चाहिँ देखेको चाहिँ छैन। तर देख्नु चाहिँ मेरो नानाले बिहान भारी लगेर गयो भन्न। हाम्रो नानाले एक भारी बेसी लग्यो हो। डरलाग्दो फलेको रहेछ है। लाग्दो मटर चाहिँ यस्तो बिगमा फलेको रहेछ कि आम्मामा। देखाइदेऊ त एक टिपाइ मात्रै नि 80 टिप्नु भ्याइङ न। बोल न भाउ त छैन नि। सकेको धानहरुको यो त मैले त घर लानु टिपेको पो। अस्ति आएको त अस्ति बिहिबार आएको। अब जाने बेला भयो। छोरी हो भन। अब मेसिन हिँड्दैन यहाँ चाहिँ पानी घुम्छ फिस फिस फिस। हेर्नुस् मटर यस्तो दामी छ नि। पटिलो लिखा। आमा तपाईँले यस्तोको सब्जी खान्छ हो चिप्लेको कस्तो दामी हुन्छ। चिप्लो हुन्छ सिस्नो हुन्छ कि लोतो खानुपर्छ। यो मटर चाहिँ हाम्रो घरको बारीमा रोपेको छैन। पर निन्नीको बारीमा रोपेको रहेछ कि। हामी चाहिँ त्यहाँ टिप्नु आइरहेको छौँ। सिमराहरू छु अब हो। माथिल्लो बारीमा पनि रोपेको रहेछ। यो चाहिँ पर सेङलेङ तालमा आइरहेको छु म चाहिँ। हामी चाहिँ अप्पर गङ्गे हो। अन्त झोला टिपेर चाहिँ मटरै मटर लगेर जान्छु म चाहिँ। मटर निक्लिने तिमीहरू त बोल्दा रोकिन्छ भने के हुन्छ अन्त मजा आउँदैन त्यस्तो त हेर्नु। उयो आमा गर्नु नि मटर टिपेर बेच्नु नि। यो अस्ति 800 कति कमाएको थियो त। सकेर बाँकी मेरो आमा देखाइदेऊ त। मेरो आमा यस्तो मेहनतिलो छ कि। मेरो आमाले फलाएको हो यो मटर चाहिँ। मेरो आमाले फलाएको हो। देख्नु होला हिजो आफ्नो अलिकति इन्ट्रोडक्सन दिनु। नमस्ते। फुल पनि यस्तो दामी रोप्छ सबै भ्याउँछ। नमस्ते। नामहरू भन्नु। नाम भन्नु हुँदैन मान्छेले। सब्जी चाहियो भने चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्नुहोस् होला। 89279088 बिटे 28 होइन यो नम्बर 98892790988728। मलाई आमाको चाहिँ थाहा छैन सरी। नेपालीबाट सब्जीहरू के चाहिन्छ लु भनिदेऊ। मेरो नम्बर भन्नु 86 53 19 76 77। यता तपाईँहरूलाई सब्जी चाहियो भने चाहिँ कन्ट्याक्ट गर्नुहोस् होला। के सब्जी चाहिन्छ आलु मटर साग सिमरायो अहिलेको चाहिँ धनियाँ कोपी। अन्त अरू के छ आमा
मेथीको साग छ अहिले, तोरीको साग छ अहिले। फिलहालको लागि चाहिँ कन्ट्र्याक्टमा चाहिँ त्यति छ। इस्कुसको मुन्टा पनि हुन आँटेको छ। तपाईँहरूले जानकारी लिइराख्नु होला, आउनुहोस् होला हाम्रो घरमा भिजिटमा हो। तपाईँले सस्तो पाउनुहुन्छ है सब्जीहरू चाहिँ हाम्रोमा चाहिँ। फाइनली हामी चाहिँ मटर टिपेर घर जाँदैछौँ। यो अगाडि चाहिँ आमाहरू हिँड्दैछ, हेर्नु न। हावा चाहिँ यस्तो डरलाग्दो चल्छ, यस्तो डरलाग्दो। यस्तो हावा चल्छ कि यस्तो छ हाम्रो गाउँ चाहिँ। ऊ माथि चाहिँ को बस्छ अहिले खाली? त्यस्तो राम्रो घर बनाएर है। यहाँ चाहिँ हामी चाहिँ उयो गर्दैछौँ, के अरे पाल्की, मकैको पाल्की। छोरा नानी म देखाउँछु, छोरा भिडियो देखाउँदैछ। आन्सीले पनि कुट्दैछ हो। यहाँ चाहिँ पाल्की, छोरा न म कुट्छु। मकैको फाल्की 2 वर्ष भएको हामी चाहिँ पकाएर खानुपर्छ, यसरी गर्नुपर्छ। म चाहिँ घर पनि आइसकिसकेँ। घरमा आएर हेर्नुहोस् ल, सागको डुक्कु टिपेको छु। ठस परेको छ नि, ठस परेको सागको डुक्कु टिपे हो। हेर्नुहोस् न धनियाँ, धनियाँ यस्तो टिपे हो। मटर हेर्नुहोस् ल, चिन्डे। यो चाहिँ आमाले ल्याउनु भएको, घरमै खानुहुन्छ अरे हो चिन्डे। यो चाहिँ आमाले खानु, फर्सी पनि लान्छु म। यो मैले लिएको फुल हो, यो होल्डर लिएको निनीकोबाट। आमाले मटर यो लानुपर्छ बोरामा हालेर हो। हेर्नुहोस् ल, यसलाई चाहिँ 2 भाग पार्नुपर्छ है, 2 भाग। यहाँ नानीको पैसा पर दिनुभएको अघि हो। यहाँ मैले फुलहरू पनि हालेको छु। यस्तो डरलाग्दो हावा चल्दैछ कि आमामा। मटर हो यस्तो टिपेको छु कि अब चाहिँ म सामानहरू पेक गर्नुपर्छ। आमा चाहिँ सिमरायो टिप्नु जानुभएको छ, म चाहिँ गइनँ हो सिमरायो टिप्नु। घाउ पुरा निस्किरहेको छ कि मलाई, पाक्छ होला जस्तो लाग्यो नि त। यहाँ पानी यस्तो उम्रिन्छ कि आँगनमा, आमामा पानी उम्रेको हेर्नु न यहाँ। चाहिँ म चाहिँ आमा आएर सिमरायो ल्याएपछि देखाउँछु ल तपाईँहरूलाई। हेर्नुहोस् न, पानी उम्रेको यस्तो डरलाग्दो उम्रिन्छ आँगनमा, के भन्नु।